हेलो अनि के छ त मेरो साथीहरू। म आज तपाईँहरूलाई नेपालमै बसेर पैसा कसरी कमाउने भन्ने एपहरूको बारेमा जानकारी दिन गइरहेको छु। तपाईँहरूसँग मोबाइल छ, नेट छ र इन्टरनेट छ र नागरिकता छ भने तपाईँहरू घरमै बसेर दिनको 100 वा 150 भन्दा बढीसम्म तपाईँहरूले कमाउन सक्नुहुन्छ। मैले नि युज गरेकै हो र मैले त्यसबाट क्यासब्याक पनि झिकेको छु र म तपाईँहरूलाई आज त्यो एपको जानकारी दिन गइरहेको छु। सबैभन्दा पहिला सुरु तपाईँहरूलाई आफ्नो प्ले स्टोर खोल्नुपर्ने हुन्छ। प्ले स्टोर खोलिसकेपछि तपाईँहरूले सर्च आइकनमा गएर सर्च गर्नुपर्ने हुन्छ बाइनेन्स, BIN बाइनेन्स, जुन तपाईँहरूलाई माथि सो भइरहेको छ यो एप, यो खोल्नुपर्ने हुन्छ। मसँग पहिलेदेखि नै डाउनलोड थियो, त्यही भएर मैले सिधै गएर ओपन गर्नेछु। यसमा धेरै गाह्रो केही पनि छैन। तपाईँहरूलाई यसमा स्किल सिक्नुभयो भने सजिलो हुनेछ, तर मैले भन्दाखेरि यसमा त फ्री अर्निङ पनि हुन्छ। म तपाईँहरूलाई सबै कोर्स बताउने छु। तपाईँहरूले आई एम न्यू टु क्रिप्टोमा यहाँ क्लिक गर्नुपर्ने हुन्छ। मैले क्लिक गरिसकेँ। केही समय लिन सक्छ लोडिङको लागि, मेरो इन्टरनेट नै स्लो छ, त्यही भएर। तपाईँहरू यहाँ आफ्नो फोन नम्बर वा जिमेल, तपाईँहरूले आफ्नो जिमेलले नि खोल्न सक्नुहुन्छ, तर मैले यहाँ जिमेलले खोल्ने छु। मैले जिमेलमा क्लिक गर्छु, कन्टिन्यू टु गुगल। यहाँ तपाईँहरूको आइडी खुल्ने छ र मैले पनि यहाँ आफ्नो एउटा नयाँ आइडी क्रिएट गरेर खोलेको छु। एक्सेप्ट गर्नुपर्ने हुन्छ। हाम्रो धेरै जस्तो साथीहरूले यहाँ गल्ती गर्नुहुन्छ, त्यसैले तपाईँहरूलाई बोनसको पैसा आउँदैन भनेपछि बोनसको 120% तपाईँहरूलाई क्यासब्याक जान्छ। तपाईँहरूले आइडी खोल्ने बेला तपाईँहरूलाई बोनस पाउनेछ। तपाईँहरूले यहाँ वेलकम अपलोड गर्दाखेरि तपाईँहरूले यहाँ धेरै गल्ती गर्नुहुन्छ। तपाईँहरूले यहाँ केही नक्लिक गरिकन नेक्स्टमा क्लिक गर्नुहुन्छ। यसमा यो गल्ती नगर्नु होला। तपाईँहरू यहाँ यस भन्ने हुन्छ, डु यु हेभ इन्भाइटेड, तपाईँहरूले यहाँ यस भन्ने हुन्छ। तपाईँहरूले यसमा क्लिक गर्नुभयो भने तपाईँहरूलाई 150 वा 100 भन्दा बढी नै बोनस पाउन सक्नुहुन्छ तपाईँहरूको फर्स्ट डिपोजिट वा अर्निङमा। मैले पनि यसमा यस क्लिक गरेँ। यहाँ रेफरल आइडी देख्न सक्नुहुन्छ। तपाईँहरूले यसमा लेख्नुपर्ने हुन्छ र मैले तपाईँहरूलाई सबै बताउने छु। यसमा तपाईँहरूले ठुलो अक्षरमा डबल क्लिक गरेर ठुलो अक्षरमा DHEBRI डेब्री र म तपाईँहरूलाई यहाँ माथि नै लेख्ने छु तपाईँहरूलाई सजिलो हुनको लागि। तपाईँहरूले यति लेखेपछि यसमा नेक्स्ट गर्दाखेरि तपाईँहरूले यहाँ लिङ्क्ड भन्ने अप्सन हेर्नुभयो होला। त्यो लिङ्क गर्दाखेरि तपाईँहरूलाई म स्लो गरेर हेराइदिन्छु। त्यो लिङ्क भएपछि तपाईँहरूलाई अर्निङमा सजिलो हुन्छ र पछि बोनस नै पाउन सक्छ इन केस इन फ्युचरमा नि, र अहिले त नयाँ एकाउन्ट खोल्ने बेला पाइ नै सक्नुभयो। तपाईँहरू त्यति गरिसकेपछि तपाईँहरूलाई यहाँ कन्ट्री भन्ने अप्सन आउँछ, जुन कि मैले नेपाली हो, नेपालमा बसेरै कमाउन गइरहेको छु, त्यही भएर मैले यहाँ नेपाली र नेपाली सब सर्च भइसकेको छ, नेपाल। तपाईँहरूलाई यहाँ पासपोर्ट छ भने पासपोर्ट नि हाल्न सक्नुहुन्छ, वा आफ्नो आइडी कार्ड जुन कि नागरिकता छ भने नागरिकता नै गर्न सक्नुहुन्छ। विदाउट नागरिकता चाहिँ हुँदैन है साथीहरू। तपाईँहरूलाई नागरिकता चाहिए नै हुन्छ र 18 वर्ष पुगेकै हुनैपर्छ। र मसँग अहिले पासपोर्ट छ, त्यही भएर मैले अहिले पासपोर्ट गर्ने छु। ओके है त। तपाईँहरूले त्यति गरिसकेपछि टेक पिक्चर वा अपलोड पिक्चरको अप्सन हेर्न सक्नुहुन्छ। तपाईँहरूसँग केही गरी तपाईँसँग फिजिकल नागरिकता छ भने तपाईँहरूले टेक पिक्चर गर्नु होला, किनभने यसमा त सजिलो नै हुन्छ, स्क्यान मात्र हुन्छ। र म अहिले टेक पिक्चरमा गएर कन्टिन्यू गर्नेछु। साथीहरू यहाँ मेरो ओभर इमेज डिटेक्टिभ भयो, किनभने मैले धेरै नै लाइटमा गरेको थिएँ, त्यही भएर मैले फेरि यसमा रिटेक गर्नेछु। साथीहरू तपाईँहरूले त्यति गरिसकेपछि तपाईँहरूको त्यो भेरिफाई भइसकेपछि तपाईँहरूको फेसियल यहाँ जुन कि तपाईँहरूको फेसियल इन्फर्मेसन लिने छ, यो फेस ब्याकग्राउन्ड विल बी रेकर्डेड होइन, सबै यसमा लेखेकै हुन्छ, क्लियर हुनुपर्छ।
र तपाईहरुको यो यति गरिसकेपछि 15 मिनेट भन्दा बढी समय लाग्दैन। 24 घण्टा वा 15 मिनेट लाग्छ, तर मैले गरेको हिसाबले 15 मिनेट भन्दा धेरै लाग्दैन र कन्टिन्यू गर्नु पर्ने हुन्छ। तपाईहरुको फेसियल उयोहरू डिटेक्ट गर्छ है त। मैले नि कन्टिन्यू गरे। र मेरो यति गर्दैमा मेरो स्क्यान कम्प्लिट भयो। यसमा तपाईहरुलाई यसमा के सजिलो छ भने तपाईहरुलाई एकछिनमै सबै कुरा भेरिफाई भइसक्छ र मेरो नामहरु आइसकेछ र म तपाईहरुलाई अरु डकुमेन्टहरु हेराउँदिन। यसमा आफै स्क्यान भएर आफै उतेको भइसक्छ। यसमा लेख्नु पर्ने भनिरहेछ, तर यसमा आफै भइसक्छ र म यसमा कन्टिन्यू गर्छु। सो साथीहरु, मेरो एकाउन्ट चाहिँ उतो भेरिफाईमा उतो पेन्डिङमा गइसकेको छ र मसँग अहिले $0 छ, जुन कि तपाईहरुलाई $1 योहरु म सबै भन्ने छु। अर्को भिडियोमा कमेन्ट गर्नु होला। केही गरी तपाईहरुलाई कसरी किन्ने, कसरी बेच्ने र कसरी कमाउने जानकारी चाहिएको छ भने मलाई कमेन्ट गर्नु होला, मैले सबै भन्ने छु। यसमा चाहिँ अहिले मैले एकाउन्ट मात्र खोल्न बताएको छु तपाईहरुलाई। ल साथीहरु, म आजको यो भिडियो यतिमै समाप्त गर्न गइरहेको छु र आजको यो भिडियोमा म तपाईहरुलाई बाइनेन्सबाट अर्निङ कसरी गर्ने, यो अर्निङ एप रिलेटेड मात्र जानकारी दिन सके र किनभने धेरै लामो नि भइसक्यो। र अर्को भिडियोमा तपाईहरुलाई हरेक ट्याक्स भन्ने छु कि कुन ट्याक्स गरेर तपाईहरुले यसबाट पैसा कमाउन सक्नुहुन्छ। तपाईहरुलाई यसमा US डलरमा कमाउनु हुन्छ अनि त्यसपछि तपाईहरुले यसलाई ट्रान्सफर गर्न सक्नुहुन्छ आफ्नो ई-सेवा, खल्ती, IME वा बैंकमा। ल यति भन्दै म यो भिडियो इन्ड गरे है त।